घाँस बाँस कपासको साथसाथै आफ्नो धर्मको पनि उति नै चिन्ता गर्नुहोस्। किनभने जहाँ धर्म कमजोर हुन्छ त्यहाँ घाँस खोसिन्छ, खाना खोसिन्छ। जहाँ धर्म कमजोर हुन्छ त्यहाँ बाँस जलाइन्छ, उजाडिन्छ। र जहाँ धर्म कमजोर हुन्छ त्यहाँ कपडा च्यातिन्छ, जलाइन्छ। यदि तपाईलाई विश्वास लाग्दैन भने गाजा प्यालेस्टाइनमा हेर्नुहोस्, वहाँका जनताको हालत। यदि तपाईलाई विश्वास लाग्दैन भने पाकिस्तान, बङ्गलादेश र भारतको जम्मू कश्मीर र अहिलेको पश्चिम बङ्गालमा हेर्नुहोस्, त्यहाँको हिन्दूहरूको हालत। त्यसैले सँगै शक्ति कलौ युगे, अर्थात् कलियुगमा सँगमा रहियो भने, एक रहियो भने मात्रै त्यसमा बल प्राप्त हुन्छ। त्यसैले आफ्नो धर्म स्वधर्म जान्नुहोस् र आफ्नो देश र धर्मको लागि बाँच्नुहोस्। जय नेपाल। घाँस बाँस कपासको साथसाथै आफ्नो धर्मको पनि उति नै चिन्ता गर्नुहोस्। किनभने जहाँ धर्म कमजोर हुन्छ त्यहाँ घाँस खोसिन्छ, खाना खोसिन्छ। जहाँ धर्म कमजोर हुन्छ त्यहाँ बाँस जलाइन्छ, उजाडिन्छ। र जहाँ धर्म कमजोर हुन्छ त्यहाँ कपडा च्यातिन्छ, जलाइन्छ। यदि तपाईलाई विश्वास लाग्दैन भने गाजा प्यालेस्टाइनमा हेर्नुहोस्, वहाँका जनताको हालत। यदि तपाईलाई विश्वास लाग्दैन भने पाकिस्तान, बङ्गलादेश र भारतको जम्मू कश्मीर र अहिलेको पश्चिम बङ्गालमा हेर्नुहोस्, त्यहाँको हिन्दूहरूको हालत। त्यसैले सँगै शक्ति कलौ युगे, अर्थात् कलियुगमा सँगमा रहियो भने, एक रहियो भने मात्रै त्यसमा बल प्राप्त हुन्छ। त्यसैले आफ्नो धर्म स्वधर्म जान्नुहोस् र आफ्नो देश र धर्मको लागि बाँच्नुहोस्। जय नेपाल।